1. क्लिटोरिसको अत्यधिक संवेदनशीलता र छिटो चरम सुख अर्गास्मिक प्लेजर। महिलाको पुतलीको माथिल्लो भागमा रहेको क्लिटोरिस भक्सेफमा 8000 भन्दा बढी स्नायुका टुप्पा नर्भ एन्डिङ्स हुन्छन्, जुन लिङ्गको दाँजोमा 2 गुणा बढी संवेदनशील हुन्छ। जब जिब्रोले सफ्ट तरिकाले बिस्तारै वा लयबद्ध रूपमा त्यहाँ मसाज गरिन्छ, ती स्नायुहरू सिधै उत्तेजित हुन्छन्। यसले गर्दा महिलालाई पेनिट्रेसन लिङ्ग प्रवेशको तुलनामा धेरै छिटो, धेरै पटक र निकै गहिरो चरम सुख अर्गाजम प्राप्त हुन्छ। 2. प्राकृतिक ल्युब्रिकेसन र पीडारहित यौन सम्पर्क। जिब्रोको न्यानोपन, ओसिलोपन र स्पर्शले पुतलीको वरपरका मांसपेशीहरू र रक्तनलीहरूलाई सक्रिय बनाउँछ। यसले गर्दा पुतलीको भित्री भागबाट प्राकृतिक रूपमा चिप्लो पदार्थ लुब्रिकेसन निस्कन थाल्छ। यो प्रक्रियाले पछि गरिने यौन सम्पर्कलाई साह्रै सहज, सुगम र पीडारहित बनाउँछ। सुक्खापनका कारण हुने दुखाइ वा जलनबाट महिलाले पूर्ण राहत पाउँछन्। 3. अक्सिटोसिन र एन्डोर्फिन हर्मोनको उत्सर्जन। तनावमुक्ति, ओरल सेक्स वा जिब्रोको प्रयोगले महिलाको मस्तिष्कमा अक्सिटोसिन, जसलाई लभ हर्मोन भनिन्छ, डोपामाइन र एन्डोर्फिन जस्ता रसायनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ। यसले महिलाको मुडलाई तुरुन्तै राम्रो बनाउँछ, दिनभरिको मानसिक तनाव, चिन्ता र थकानलाई छिनभरमै मेटाउँछ। यसका साथै यसले राम्रो निद्रा पर्न र मस्तिष्कलाई शान्त राख्न मद्दत गर्छ। 4. भावनात्मक सामिप्यता र गहिरो विश्वास इमोशनल कनेक्सन। महिलाका लागि शारीरिक सुख मात्र नभई भावनात्मक सन्तुष्टि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जब पुरुषले आफ्नो साथीलाई खुसी पार्न पुतलीमा विशेष ध्यान दिन्छन्, यसले महिलालाई आफू माया गरिएको, सम्मानित भएको र महत्त्व दिएको महसुस गराउँछ। यसले दुईजना बीचको धीमे संकोच र हिचकिचाहट हटाएर गहिरो विश्वास र भावनात्मक निकटता पैदा गर्छ। 5. यौन आत्मविश्वास र शारीरिक सन्तुष्टि बडी पोजिटिभिटी। धेरैजसो महिलाहरू आफ्नो गुप्ताङ्गको बनावट, गन्ध वा रूपलाई लिएर अलि संकोची वा धिम्मे हुन्छन्। जब साथीले बिना हिचकिचाहट र पूर्ण प्रेमका साथ पुतलीमा जिब्रोको प्रयोग गर्छन्, तब महिलाको मनमा रहेको त्यो हीन भावना र डर पूर्ण रूपमा हट्छ। यसले उनीहरूमा आफ्नो शरीरप्रति गर्व र उच्च यौन आत्मविश्वास सेक्सुअल कन्फिडेन्स जगाउँछ, जसले गर्दा उनीहरू यौन क्रियाकलापमा अझ खुला र सक्रिय भएर सहभागी हुन सक्छन्। 5. यौन आत्मविश्वास र शारीरिक सन्तुष्टि बडी पोजिटिभिटी। धेरैजसो महिलाहरू आफ्नो गुप्ताङ्गको बनावट, गन्ध वा रूपलाई लिएर अलि संकोची वा धिम्मे हुन्छन्। जब साथीले बिना हिचकिचाहट र पूर्ण प्रेमका साथ पुतलीमा जिब्रोको प्रयोग गर्छन्, तब महिलाको मनमा रहेको त्यो हीन भावना र डर पूर्ण रूपमा हट्छ। यसले उनीहरूमा आफ्नो शरीरप्रति गर्व र उच्च यौन आत्मविश्वास सेक्सुअल कन्फिडेन्स जगाउँछ, जसले गर्दा उनीहरू यौन क्रियाकलापमा अझ खुला र सक्रिय भएर सहभागी हुन सक्छन्।